Hello, hello, hello. Good morning. Namaskar. Welcome to my new another video. फेरि अर्को तपाईको माझमा भिडियो लिएर आइसकेको छौँ र आज हामी जाँदैछौँ काठमाडौँ। त्यो पनि हाम्रो कम्पनीको सेलिब्रेसन छ, त्यसको लागि हामी राति नै हिँडेको हो अनि अहिले यो बर्दाघाट भनेर आइसक्यौँ। अनि बर्दाघाट आइसकेपछि चाहिँ हाम्रो म्याम हुनुहुन्छ र यो बसमा चाहिँ हामी ट्राभल गर्दैछौँ र बिचबिचमा के हुन्छ तपाईँलाई देखाउने नै छु र भिडियोहरू आइ नै राख्छ र यो उसमा जाँदैछौँ र धेरैजना हुन्छ। हाम्रो ह्यान्सी सर हुनुहुन्छ, एकदमै ह्यान्डसमै हुनुहुन्छ ल। र यता म्यामहरूले फोटोसुटहरू गर्दै हुनुहुन्छ र यो चाहिँ बर्दाघाट। अब चाहिँ यहाँबाट पहाड स्टार्ट हुन्छ। हामी चाहिँ यहाँ छौँ, काठमाडौँ पुगेसम्म के हुन्छ त्यो तपाईँलाई देखाउने नै छ। ए छिटो गरम रे, 15 मिनट टाइम हो। खै आफ्नै घरकै घर चाहिँ सम्झिन्छ नि के हो। ल कस्तो लाग्दैछ सर? मजा आउँदैछ हो? यहाँ त पुरै जाडो भएर एसी बन्द गर्नु नि कम्बल ओढ्नुको सट्टा गर्मी फेरि हुन्छ कि ब्युटिफुलहरू यता दुइटा ह्यान्डसम बोयहरू खतरा। कहाँ जाँदै हुन्छ सर? काठमाडौँ सर्ट फर्ममा केटीहरू यता हाम्रो अनेक थरीका मान्छे छन् यहाँ। सुर्खेत कता मान्छे छन् है। नआएकोले हात त हान्छ आगमा त सर यहाँ हो यता ल। यहाँ चाहिँ दुईटा नदी मिसेर बनेको रहेछ। सेती र नारायणी मिसेको यही हो ल। सेती र नारायणी मिसेको रे अलग छ क्या? हजुर ए त ए पोखराबाट आएको यो सेती खोला। ए सेती खोला है। अनि यो चाहिँ के अरे उता के अरे मर्स्याङ्गी र के अरे उता अघि के भन्छ अरे तपाईँले मिलेर चाहिँ नारायणी बनेको होइन? यो त त्रिशुली माथिबाट
मेरो चप्पललाई इग्नोर गर्दैछ यस्तै यो पनि रहेछ भाइ सोध्दा गाडी ल त सुरु गरौँ